हेलो गाइज नमस्ते स्वागत छ तपाईँहरूलाई फेरि मेरो युट्युब सानो भिडियोमा है। र आज चाहिँ म छुट्टै र भिन्नै मैले तपाईँहरूलाई अपडेट दिन गइरहेको छु। यो चाहिँ मेरो गाउँ मेरो घरको एक अपडेट दिइरहेको छु है साथी। यो देख्नु भइरहेछ जुन स्क्रिनमा फ्रेम है, मेरो चाहिँ घरको माथिल्लो ताला मैले बनाउन गइरहेको छु। र माथिल्लो तालाको फ्रेम चाहिँ अहिले त्यही यो प्रकारको छ है। अब पछि बनाइसकेर होइन अझै कस्तो के हुन्छ त्यो पनि अपडेट अवश्य दिनेछु। तर अहिले फिलहाल चाहिँ माथिको छत चाहिँ यो प्रकारले भएको छ। कोठा चाहिँ 4 रुम हो होइन, ठुल्ठुलै हुन्छ। यो अपडेट दिइरहेको छु। फ्युचरमा होमस्टे नै त अब त्यतिकै घर भए पनि हुन्छ। र म चाहिँ होमस्टेको लागि ट्राई गरेर चाहिँ बनाएको साथीहरू होइन। के कस्तो छ हेरिदिनु होला, माया गरिदिनु होला, तपाईँहरूले लाइक पनि गरिदिनु होला है। र यो चाहिँ एकदमै माथिल्लो तालाबाट चाहिँ भ्युज है, राइट साइड मिरिकहरू पुरै देख्छ, लेफ्ट साइड कर्स्याङहरू पुरै देख्छ मेरोबाट चाहिँ। सो यो माथिल्लो ताला बनाउने मैले निर्णय गरेको थिएँ। र यो घर चाहिँ मेरो बाबाले बनाउनु हुँदैछ, त्यसमा सपोर्ट मलाई बडा है, मेरो बडा बाबाको दाजु हुनुहुन्छ उहाँहरूले, सम्पूर्ण मेरो आफन्तहरूले दिनु भइरहेको छ। यता चाहिँ यो भाइ चाहिँ मेरो चाहिँ मामा, बडी चाहिँ मेरो नेपालको हुनुहुन्छ, बडाको वाइफ है। सो उसको चाहिँ मामा, उसको भाइको चाहिँ कान्छा छोरा हो। र ऊ विन्टर भेकेसनको लागि आएको रहेछ। यो भिडियो चाहिँ मलाई मेरो छिमेकी मामा, एकदमै प्यारो मामा, सुनिल मामा है। र म माइजूलाई पनि मिस गर्नु चाहे, सुषमा माइजू होइन। र उहाँहरूको घरबाट चाहिँ यो मेरो भिडियो मामाले दिनुभयो निकालेर होइन। मलाई एकदमै खुसी लागेको छ होइन। मैले परदेशमा दुःख गरेको होइन, मिहिनेत गरेको पैसाहरू साथीहरू मेरो घरमा जाँदैछ होइन। घर मैले गर्दैछु किनकि अब फ्युचर यहाँ परदेशमा छैन होइन। भोलिको दिनमा गाउँ घरमै गएर गर्नुपर्छ। सो यहाँ बसिन्जेल चाहिँ पैसा कमाएर चाहिँ होइन यस्तो घरलाई चाहिँ कम्प्लिट गर्ने चाहिँ मेरो ठुलो इच्छा थियो। र सायद माया गरिदिनु होला है, तपाईँहरूको लाइक कमेन्ट गरिदिनु होला है त।